शेरबहादुरको घरबाट पैसा निस्किएको देखाएको थियो नि, त्यो अर्कै देशमा कहीँ कतै के बनाएर त्यो एआई हुन्छ त्यसले फोटाहरू बनाउँछ। त्यसले प्रधानमन्त्री जो पूर्व प्रधानमन्त्री जो अलिकति मेरो एउटा कुरा छ, हजुरलाई केही प्रश्न राखौँ कि? हजुर, यो जस्तो नि हाम्रो यो तपाईँ शून्य सहनशीलता भनेको चाहिँ यो भ्रष्टाचारको अन्त्य गर्नु भन्नु भयो होइन, तर तपाईँकै प्रधानमन्त्रीको अवस्थामा जुन तत्कालीन त्यतिखेर प्रधानमन्त्री हुनुहुन्थ्यो, तर त्यतिखेरकै अवस्थामा जुन 23 र 24को घटनामा चाहिँ जस्तो नेताहरूको घरबाट पैसाको बिटा US डलरहरू र रुपियाँहरू डढ्यो, त्यसको सम्बन्धमा तपाईँले त्यो के शून्य सहनशीलता भनेको त्यसमा चाहिँ के तपाईँले जवाफ दिनुहुन्छ कि भनेर मेरो एउटै प्रश्न। पहिलो कुरो कसको घरबाट निस्क्यो? मेरो त निस्कियो होइन हजुरको होइन, तर पनि मेरो भलाइ चाहिँ नेताहरूको घरबाट निस्क्यो त्यति चाहिँ हो नि त। त्यो भ्रष्टाचारको सबैको जिम्मा त मैले लिन सक्दिनँ। तपाईँले यहाँ बाटो ठेका ल्याएको छ र भ्रष्टाचार गर्नुभएछ भने त मैले त थाहा पाउँदिनँ। अर्काले के गर्छ मैले त थाहा पाउँदिनँ। थाहा पाएका बेला कारवाही गर्ने हो, थाहा पाउँदिनँ। एउटा कुरा मेरोबाट निस्किया होइन, अर्कोबाट कोबाट निस्क्यो त मैले सबै थाहा पाउने कुरा भएन। अरूको कारोबार त मैले थाहा पाउँदिनँ नि। अर्को कुरा धेरै कुरा चाहिँ कस्तो छ भने शेरबहादुरको घरबाट पैसा निस्किएको देखाएको थियो नि, त्यो अर्कै देशमा कहीँ कतै के बनाएर त्यो एआई हुन्छ त्यसले फोटाहरू बनाउँछ, त्यसले हाल्छ। अनि यस्तो भेटियो देखियो एउटा 1000को नोट यसो देखाउँदै हिँडेको चाहिँ मैले देखाएको थिएँ। यो उज्यालेको नोट भेटियो, 1000को नोट उज्यालेको चाहिँ लिङ्कको माग्ने यसो भेटिनु सक्छ नि त्यो गर्दा त्यस्तै 1000 2000 4000 5000 कुरा होला। नत्र भने त्यो जुन फोटो देखाइयो ती चाहिँ नकली फोटो हो। यस्ता नकली फोटोहरू कोही देखाउँछन्, प्रचार गर्ने प्रचारहरूमा यस्तो पछाडि भरे भर पनि पर्ने भएन। अनि यसमा तपाईँले भन्दै गर्दाखेरि त्यतिखेरकै अवस्थामा पत्रकारहरूले लाइभ पनि दियो होइन, 1-2 दिन पछि पनि गएर ती डढेका टुक्राहरू देखायो होइन। त्यसमा चाहिँ अब हामीले त्यो एआई भनेर चाहिँ मलाई चाहिँ विश्वास लागेन होइन। त्यो अब त्यो तपाईँहरूको होइन मूल्याङ्कन के छ र अब आउने दिनहरूमा ती डढेका पैसाहरू त्यस्ता भ्रष्टाचारीहरूलाई चाहिँ के गर्न सक्नुहुन्छ यदि तपाईँ अब निर्वाचित भएर प्रधानमन्त्री हुनुभयो भने चाहिँ? प्रमाणित भएका सबै भ्रष्टाचारी हामी अनुसन्धान गर्छौँ, प्रमाणित रूपमा भ्रष्टाचारी देख्यो भने कारवाही गर्छौँ। त्यो मैले भनेको छु म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न। अब मैले भित्रभित्र त घर घरमा कगलले गरेको छ, कारोबारमा कगलले गरेको छ, थाहा पाउँदिनँ। थाहा पाएका दिन कारवाही गर्छु। तर जुन कि त्यो अवस्थामा त डढिएको स्वयं सबै जनताले छलङ्ग देख्यो नि त। मैले अघि त्यसले अब त्यो होइन तपाईँको एउटा जिज्ञासा त्यो एआई हो, तर एआई होइन त्यो पत्रकारले त प्रष्ट देखाएको छ। कति देखायो जस्तो डढेको खरानीहरू, त्यो पानी मुनिका ट्याङ्कीहरू होइन, जस्तो अन्डरग्राउन्डमा राखेकाहरू र अब कोठाभरि जस्तो अब प्रचण्डकैमा पनि त्यसरी नै अब सिलिङ फुटाएर छरेकाहरू देखियो होइन। अब खरानीहरू त अब त्यो देखिएकै हो। अनि यस्ता अब कार्य गर्नेहरूलाई तपाईँहरूले अब कारवाही गर्नुहुन्छ हुन्न? अहिलेको त यो कुनै प्रकार छैन कुराहरू, सबै भिजाउने कुराहरू हामी छानबिन गर्छौँ र पछि छानबिन गर्छौँ, पछि हो रहेछ भने कारवाही। ल धन्यवाद, यहाँले जवाब दिनुभयो, बहुत खुसी थिएँ। तपाईँको नाम चाहिँ? मेरो मोहन बाबु शेर्मा, यही कमल गाउँपालिका 1 वार्ड नम्बर 1 पर्छ, सोलमारी टोल। ल ल म तपाईँले आफ्नो मनको जिज्ञासा राख्नुभयो।